परम्परागत संस्कृति र एक सरल इतिहासलाई चाहिँ छेउमा हाल्छु सुमेटा अनुभव गर्न सकिन्छ भने र त्यसरी चाहिँ अब हामीले चाहिँ के बुझ्नु पर्यो भन्दा चाहिँ कोरियाको चाहिँ इतिहास र परम्परागत संस्कृतिलाई चाहिँ हामीले बुझ्न चाहनु छ भने हामी खेङ्जो आन्दोङ र अर्को के त खेङ्जो आन्दोङ अनि छन्जो भन्ने सहरमा जानु पर्दो रहेछ र यो खेङ्जो भन्ने सहर चाहिँ सिन्ला वंशको जुन इतिहास हैन इतिहास र अनि संस्कृतिलाई चाहिँ एकै झलकमा देख्न सकिने जतिको रूपमा विभिन्न चाहिँ सम्पदाहरू चाहिँ छरिएर रहेको एउटा ठाउँ रहेछ विभिन्न सम्पदाहरू छरिएर रहेको ठाउँ रहेछ भने फुलकुक्सा त्यसपछि सिन्ला वंशको चाहिँ एउटा फुलकुक्सा र सकुराम है सिन्ला वंशको इतिहास हो नि त हो उहाँकै पालामा बनेको हो यो फुलकुक्सा र अर्को चाहिँ सकुराम भन्ने यो चाहिँ बुद्धको मन्दिर चाहिँ जुन गुम्बा चाहिँ त्यसको चाहिँ बुद्धको यो दुईवटा गुम्बा मन्दिरले चाहिँ अब बौद्धिक संस्कृतिलाई पनि प्रतिनिधित्व गर्ने भयो त्यो चाहिँ विशेषता रहेछ अब यो चाहिँ दुईवटा बुद्धको चाहिँ मन्दिर भएको साथसाथै भएको ठाउँ हैन कहाँ त हाम्रो खेङ्जो रहेछ जुन खेङ्जो सहर चाहिँ सिन्ला वंशको इतिहासलाई चाहिँ इतिहास र संस्कृतिलाई चाहिँ देख्न सकिने अनुभव गर्न सकिने एउटा सहर रहेछ जहाँ चाहिँ बुद्धको चाहिँ मन्दिरहरू रहेछन् है